नमस्कार। आजको यस भिडियोमा तपाईलाई स्वागत छ। आजको यस भिडियोमा तपाईलाई म वास्तुशास्त्र अनुसार हामीले भुलेर पनि यी 6 तस्बिरहरू घरमा राख्नु हुँदैन। कस्ता खालका तस्बिरहरू हुन् त त्यसको बारेमा जानकारी गराउँछु। हामी बजार जान्छौं, कतै घुम्न जान्छौं, हामीलाई विभिन्न तस्बिरहरू मन पर्छ। हामी लिएर आउँछौं र सजिलै बुझ्दै नबुझिकन आफ्नो घरको विभिन्न भित्ताहरूमा टाँस्ने गर्छौं। हो, कस्ता तस्बिरहरू हामीले आफ्नो घरमा टाँस्नु हुँदैन, कस्ता फोटाहरू हामीले आफ्नो घरमा लगाउनु हुँदैन, त्यसको बारेमा जानकारी गराउन चाहदैछु। वास्तुशास्त्रले भन्छ जहाजको तस्बिर। मानिसहरू ठूला ठूला जहाजका तस्बिरहरू आफ्नो घरको भित्तामा टाँस्न मन पराउँछन्। कतिपयले ऐतिहासिक टाइटानिक जहाजको तस्बिर पनि राख्छन्, तर यो वास्तुशास्त्र अनुसार अनिष्टकारी मानिन्छ। यसले घर परिवारमा तनाव सिर्जना हुने र मनोबल गिराउने काम गर्दछ। यो वास्तुशास्त्रको कुरा हो। यस तस्बिरले घरमा धनको क्षति गराउने समेत मानिन्छ। यस्ता तस्बिरले घरमा नकारात्मक ऊर्जा पैदा गर्ने काम समेत गर्दछन्। त्यस्तै अर्को रहेको छ भूत प्रेतको तस्बिर। हामीले घरमा भूत प्रेतको तस्बिरहरू पनि टाँस्न हुँदैन। कतिपय घरमा भूत प्रेतका तस्बिर एवं राक्षसका तस्बिर टाँसिएको हुन्छ। यस्ता तस्बिर वास्तुको हिसाबले नोक्सानदायी मानिन्छ। यस्ता तस्बिरले घरमा नकारात्मक ऊर्जा पैदा गर्ने र कष्ट दिने वास्तुविदहरूको दाबी रहेको छ। त्यस्तै अर्को एउटा सुन्दर तस्बिर जो तपाईँ हामी सबैलाई मन पर्छ, झरनाको तस्बिर। झरना कसलाई मन पर्दैन? झरनाको तस्बिर पनि हामीले आफ्नो घरमा टाँस्नु हुँदैन। मानिसहरूले घरमा झरनाको तस्बिर राख्न खूब मन पराउँछन्, तर यो पनि वास्तुको दृष्टिमा नकारात्मक मानिन्छ। वास्तु विज्ञानका अनुसार यस्ता तस्बिरले घरमा खर्च बढाउँछ। झरनाको पानी बगे जस्तै खर्चमा पैसा बग्ने वास्तुविदहरूको दाबी छ। घरमा सकेसम्म चालक वस्तु भन्दा पनि स्थिर वस्तुको फोटो टाँस्नु उत्तम मानिन्छ। त्यस्तै अर्को रहेको छ नटराजको तस्बिर। शिव भगवान नाच्नु भएको। मानिसहरू भगवान शिवको नाचेको नटराज तस्बिर घरमा राख्न मन पराउँछन्, तर यो तस्बिर देख्दा राम्रो मानिए पनि घरमा यसले अशुभ मानिन्छ। यसले घरमा विनाशको सम्भावना बढाउँछ भनेर वास्तुशास्त्रीहरूको भनाइ छ। त्यस्तै अर्को तस्बिर जो कोहीको घरमा हुन सक्छ, ताजमहलको तस्बिर। कसलाई मन पर्दैन ताजमहल? ताजमहलको तस्बिर पनि आफ्नो घरमा नलगाउनुहोस्। घरमा वा कोठामा ताजमहलको तस्बिर लगाउनु भएको छ भने हटाइदिनुहोस्। वास्तुशास्त्रले भने अनुसार यसले पनि नकारात्मक ऊर्जा पैदा गर्ने वास्तुविदहरूको भनाइ छ। यो समाधिको चिन्ह भएका कारण घरमा समाधिको चिन्ह राम्रो मानिँदैन। यसलाई प्रेमको बिछोडको प्रतीक समेत मानिने हुँदा यो तस्बिर घरमा राम्रो हुँदैन। त्यस्तै अर्को तस्बिर रहेको छ महाभारतको तस्बिर। कतिपयले महाभारतमा कृष्णले रथ हाँक्न थालेको तस्बिर घरमा राख्छन्, तर यो तस्बिर पनि वास्तुको दृष्टिमा नकारात्मक ऊर्जा दिने हुन्छ। यो तस्बिरले घरमा युद्धको भावना पैदा गर्ने र कलह हुन सक्ने वास्तुविदको भनाइ छ। यसले सम्बन्ध नभएर कलह बढाउने उनीहरूको भनाइ छ। मैले भर्खरै घरमा राख्नु नहुने 6 तस्बिरको बारेमा जानकारी गराएँ। वास्तुविदहरूले भने अनुसार, वास्तुशास्त्रमा लेखिए अनुसार। तपाईहरुलाई यस भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। नमस्कार।